लासु फ्याफुल्ला नमस्कार, स्वागत छ तपाईहरु सबैजनालाई मेरो युट्युब च्यानलमा। आजको यात्रा रहेको छ हाम्रो मकनपुर जिल्ला दामन क्षेत्रमा रहेको छिमिक छ्याङछुप अर्थात् ऋषिश्वर महादेव तीर्थस्थल, जहाँ पुग्नको लागि चाहिँ काठमाडौँदेखि 80 किलोमिटरको दूरीमा पर्ने रहेछ हैन। काठमाडौँबाट चितलाङ, पालुङ, दामन हुँदै चाहिँ त्यो ठाउँमा पुग्दो रहेछ है। मेरो छोरी चाहिँ त्यहाँ जानको लागि धेरै खुसी भएर उफ्री नाचिरहेको छ है। अनि हाम्रो टिमहरु हुनुहुन्छ। चाहिँ त्यो ठाउँमा पुगेकै छैनौँ, हामी फेरि पनि लाग्दैछौँ। तपाईहरु पनि भिडियो अन्तिमसम्म हेर्नु होला। अनि तीर्थस्थल धार्मिक स्थलहरुमा पुग्छौँ, तपाईहरु पनि दर्शन गर्नु होला है। हिन्दू धर्मावलम्बीहरूले चाहिँ ऋषिश्वर महादेव भनिदो रहेछ भने बौद्ध धर्मावलम्बीहरूले चाहिँ छिमिक छ्याङछुप गुफा अब तीर्थस्थल भनिदो रहेछ हैन। अब चाहिँ हामी सुरु गर्छौँ हिँड्नको लागि। पैदल यात्रा गरेर जानुपर्ने रहेछ। पैदल यात्रा गर्दाखेरि चाहिँ लगभग आधी घन्टा 35 मिनटको बाटो हुँदो रहेछ हैन। बाटो चाहिँ राम्रो रहेछ, आई मिन त्यो भर्याङहरू बनाएको रहेछ, ठुक्किलाहरू राम्रो रहेछ। हेलो। जुन तीर्थस्थलमा चाहिँ हामीलाई त्यहाँ बस्नको लागि म्याटहरू अनि त्यसपछि पूजाको लागि सामानहरू चाहिँ हामी सबैजनाले बोकेर गएको थियौँ। सबै तीर्थयात्रीहरूले बोकेर जाँदैछ। अझै पनि 800 मिटर रहेछ। पिङ्कु मम्मीले पुची गर्नुभयो हजुरलाई? आमाहरू फर्किसक्नु भएको रहेछ। बिहानै आउनु भएको थियो। ए कति अझ कति टाइम लाग्छ यहाँदेखि? हामी लाग्छ है 30 मिनट अझै। ल लागिरहेछ भनिदिनुहोस्। तीर्थयात्रा आउनु भएको छ, अझै पुग्न बाँकी छ। स्यास्या भइरहेछ। धर्म कर्म गर्न भने त्यसै हुन्छ सजिलो है है। गाह्रो छ, अलिकति दुःख त गर्नै पर्यो। आन चाहिँ हट्ला भयो फेरि एकछिन विश्राम। यो चाहिँ शोभन हो हो नि? पैसा काउन्ट चाहियो कहाँ हुन्छ? हजुर हो हो हो। यो पनि पैसै हो। हो जग्गा कम छ। खुट्टा कामै मेरो यो टप चाहिँ कति झर्न लाग्यो होला। पिङ्कु where are you? बाइक मेन यो तीर्थस्थलको चाहिँ यहाँनिर पानी जलहरू रहेछ हैन। यहाँ चाहिँ गुरु रिम्पोछे बस्नु हुँदाखेरि चाहिँ उहाँले यहाँबाट पानी निकालेको यहाँनिर भन्ने कुरा रहेछ। अनि यहाँको पानीले पिउने, मुख धुने, हात धुने हैन, त्यसपछि कुनैले चाहिँ नुहाउने पनि गर्नुहुन्छ अरे। यसले शुद्ध पार्ने, आफूले गरेको पापहरू पनि कटिने, अनि आफूले सोचेको कुराहरू हुने, राम्रो हुने भन्ने एउटा विश्वास लिँदो रहेछ सबै भक्तजनहरूले चाहिँ। तीर्थयात्रीहरूले चाहिँ सबैले आफूले त्यो पानीहरू खानुभयो, पिउनुभयो। अनि यहाँनिरको पनि मेन यो चाहिँ जल अरे हैन। यो चाहिँ हामीले घरमा पनि सानसानो बोतलमा लिएर आए। यो चाहिँ तीर्थयात्री भक्तजनहरूले बत्ती बाल्नु भएको आफ्नो इच्छाको कुराहरूलाई पुरा भएको खण्डमा र
आफूले चाहेको कुराहरू चाहिँ पुरा होस् भन्ने प्रार्थना गर्नुभएको रहेछ। कसैको भाकलहरू हुने रहेछ है। सबै पखाल्ने यता सिम्बा कि अलिकति म लिन्छु मात्र। पिङ्कु म जान्छु। तपाईँले के चिक्नु भएको अरे भन्नु त? ढुङ्गा है, यहाँको ढुङ्गा लाग्यो भने के हुन्छ अरे भन्नु त? ट्याङ बस्छ भन्नुभएको नि। घरमा सार बस्दैन नि त पैसा छ। यो अगाडिको यो बस्नु भएको ठाउँमा बसेको ठाउँको चाहिँ माटो ढुङ्गाहरू लगाउँदैन है। यो चाहिँ गुरु रिम्पोछेको अनुहार रहेछ होइन, फेस रहेछ ढुङ्गामा। यो नेचुरल म चाहिँ ढुङ्गामा खोपेको होला भनेको, उहाँहरूले चाहिँ नेचुरली भन्ने कुरा गर्दै हुनुहुन्छ। यो चाहिँ मणि आमा सङ्घबाट चाहिँ पूजापाठ हुँदैछ। गुफामा चाहिँ पहिला गुरु रिम्पोछे चाहिँ बस्नु भएको थियो अरे, आराम गर्नु भएको थियो अरे होइन यहाँनिर। अनि त्यही भएर पनि उहाँको यहाँनिर फिस रहेछ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। बाई बाई भन्नु सबैजना। थ्याङ्क्स फर वाचिङ भनौँ न। थ्याङ्क यू भन्नुहोस् न।